दिदी मलाई एकदमै अप्ठ्यारो परेको थियो होइन दिदी सानो सहयोग गर्नु मिल्छ मलाई चाहिँ म चाहिँ काठमाडौँबाट आएको कि हिजो पोखरामा बसेको होइन अनि पोखराबाट आउँदाखेरि मेरो पैसा हरायो कि होइन अनि आज बागलुङ जान्छु भनेर बसिआएको अनि मसँग सेरीमा मात्रै कहाँबाट सहयोग मैले मिलाएँ कि सहयोग चाहिँ होइन हल्का 100 रुपियाँ चाहिँ दिनुभयो त्यहाँ तल बाटोमा अनि त्यहाँ बागलुङ जानलाई चाहिँ कति 300-400 रुपियाँ लिने रहेछ धेरै टाढा रहेछ होइन हो र मलाई फेरि 300 रुपियाँ भन्यो तलबाट बसमा चाहिँ होइन त्यहाँ पोखराबाट चाहिँ 300 जति लिन्छ भन्यो अनि अप्ठ्यारो भएर मैले 100 रुपियाँमा सहयोग पाएँ कि मैले तल होइन अनि मैले बसमा नि चढ्न अप्ठ्यारो भयो कि फेरि बसले चढाउँदैन फेरि 100 रुपियाँमा अनि फेरि पैसा दिनु गाह्रो भएर मलाई सानो सहयोग गर्नु मिल्छ मलाई अनि म तलबाट हिँडेर आएको कि खाएको पनि केही पनि छैन दिदी भोकै हुन्छ पानी मात्रै हो चाउचाउ केही परेन दिदी पानी मात्रै दिनुहोस् न हुन्छ होइन रेड बुल नखाउँ दिदी पानी मात्रै भइपुग्छ फेरि तपाईँले मसँग पैसा छैन कि दिनलाई हजुर धन्यवाद होइन पैसा छैन ठिक छ पानी मात्रै खान्छु खाना होइन म केही पनि नखाने होइन म बरु बाग्लुङै गएर खान्छु कसरी भयो नि होइन थोरै होइन के पनि नखाने तपाईँले अप्ठ्यारो किन गर्नु भनेर क्या मलाई चाउचाउ मात्रै भयो नि पुग्छ होइन चाउचाउ मात्रै भयो नि पुग्छ दिदी खानासाना नखाने होला त्यही भएर मलाई तपाईँ दिनुहोस् न जे भयो नि हुन्छ हुन्छ म चाउचाउ मात्रै भयो नि खान्छु होइन धेरै धेरै धन्यवाद तपाईँले घाटा लागेन फेरि हजुर हजुर बाटोमा हिँड्दा पर्छ त्यही पनि होइन आज अलि अप्ठ्यारो भएर हो कि मलाई गाह्रो भएको थियो मलाई पानी एकचोटि पिउँछु यहाँबाट बाग्लुङ कति टाढा हो यहाँ बस आइया हुन्छ होइन जस बस चाहिँ आउँछ त्यही त खर्च पनि नभएर मलाई गाह्रो भएको थियो सानो सहयोग गर्नु मिल्छ बरु भनेर होइन फेरि तपाईँसँग नि छ कि छैन फेरि त्यही भएर मलाई चाहिँ बस भाडा चाहिएको थियो कि बस भाडा चाहिएको थियो अनि अप्ठ्यारो भएको थियो कि त्यही भएर मेरो छोरा जस्तै त हो नि हजुर फेरि तपाईँले घाटा हुने कि घाटा फेरि लाग्छ कि कति जति पढ्ला र कति जति पढ्ला अब काठमाडौँ गएको कति जति लाग्छ मलाई थाहा छैन म त कहिले नि गएन जानु भएन यो ठाउँलाई के भन्छ नि थाहा नै भएन मलाई फेरि ए हजुर हजुर हजुरको चान्चुन मात्रै चाहिँ हजुरको व्यापार चाहिँ कस्तो भयो व्यापारै छैन बाबु यस्तै कति दिनको पैसा यही हो ए दिनमा कतिको व्यापार हुन्छ र कहिले त बनिने होइन कहिले चाहिँ 30-40 रुपियाँ 50 ए दिनभरिमा 30-40 रुपियाँ कहिले त त्यही पनि हुन्न बाबु ए गाह्रो धेरै गाह्रो रहेछ त है बिरामी नभएको भए नि एउटा कुरो हुन्थ्यो बिरामी काम गर्न सक्दैन हजुर किन के भएको र मेरो बेलामा पानी परेको पानीको भर परेको हजुर हजुर अनि त्यही भएर त्यसको अपरेसन गरेको पोहोर मार्नु अहिले मार्नु 1 वर्ष गरेर है अनि बिरामी मान्छे तपाईँ यसरी बेचिरहनु भएको यहाँ किन नि अब के भने घरमा काम छैन काम गरौँ अब सक्दैन मैले होइन हजुर अब छोराछोरीले केही गर्दैन कति वर्ष पुग्नु भयो छोराछोरी हजुरको कतिजना हुनुहुन्छ छोराछोरी 4 ए 3 छोरी एउटा भाइ ए हजुर हजुर छोराछोरी पनि काम गर्नु हुँदैन
गरेनन् अहिलेसम्म केही गरेनन् किन खै काम गर्नु मन नलाएर कि नगरेको अब काम खोज्नु पढाउनु मैले सकेँ हजुर हजुर त्यो बेलाको जमानामा अब लकडाउनको बेलामा त के थियो भने यो मोबाइलमा अनलाइन पढ्ने भन्ने थियो नि त हजुर हजुर त्यो अनलाइन गर्ने अब मेरो मोबाइल थिएन मोबाइल किन्नु पनि त्यो बेला भाडामा बस्थेँ म उता यहाँनिरतिर ए त्यसो कि छोड्नु तपाईँले नै अप्ठ्यारो भयो जस्तो लाग्यो होइन बाबु हजुरलाई गाडी भाडा तपाईँसँग 100 रुपियाँ छ भने भन्नु मसँग 100 रुपियाँ मात्रै छ फेरि तपाईँलाई गाडी अनि तपाईँको झन् व्यापारै भएन रहेछ अनि आफू भन्दाखेरि केही न केही सहयोग त कतैबाट कसैले त गर्छन् फेरि यहाँतिर पसलै यहाँतिर पसलै छैन रहेछ ठ्याक्क अनि तपाईँको एउटा पसल भेट्यो अनि म आएको हजुरको चाहिँ लाइक कस्तो के प्रब्लम भएको भन्नुभएको तपाईँले यस्तो गाह्रो भयो अनि तपाईँले मलाई यस्तो सहयोग गर्नुभयो मलाई अचम्मै लाग्यो मलाई अप्ठ्यारो हुन्छ तपाईँ यस्तो बिरामी हुनुहुन्छ झन् बिरामी भने हजुर म त यहाँ घरै छु अहिले त बरु कहीँ जानु त परेन नि के भएको सर भन्नु मिल्छ मलाई बिरामी कस्तो मेरो बिरामी यही मुटुको र मृगैलोमा पानी बाहिरबाट पानीको जालो परेको हजुर पानीको पर परेको हजुर त्यसको अपरेसन गरेको त भरतपुर नि गएँ भएन उपचार भएन नि यतै पोखरैतिर डक्टर भेटेर नि पनि यही पोखरामा त्यो बिमा गरेपछि कति गाह्रो भयो त्यो बिमा गरेपछि बल्ल अपरेसन गरेँ हजुर बिमा गरेपछि बिमाले पनि त्यति धानेन अनि ऋण गरेको थियो त्यति अझै तिरेको होइन फलअपमा जान सकेको छैन हजुर हजुर फलअपमा जान नसकेपछि म कति भयो पनि छैन नरुनु दिदी कस्तो एतेरिका भित्र एतेरिका दिदी होइन नि दिदी नरुनु सरी है एउटा सुन्नु म सानो सामाजिक परिचय मात्र गर्न आएको थिएँ कि दिदी सरी है दिदी म सानो टेस्ट मात्र गर्न आएको थिएँ होइन यस्तो तपाईँलाई पीडा थियो भनेर थाहा थिएन सरी यस्तो त पीडा भनेको पीडा आफू मिसेकै हुन्छ होइन हजुर हजुर भन्दै हिँडेर नहिँड्नेमा फरक पर्दो रहेछ म चाहिँ यतिकै आज बाटोमा आएको थियो अनि त्यस्तो तपाईँलाई यतिकै सानो एउटा सामाजिक हिँड्दै आउनुभएको देखेँ हजुर हजुर बाबु हिँड्दै आउनुभएको यति राम्रो मान्छे भने त्यही त म चाहिँ सानो एउटा टेस्ट मात्र गर्न आएको थिएँ तपाईँलाई यस्तो पीडा थियो भने थाहा थिएन किन पैसा लाइक नभएर चाहिँ तपाईँले उपचार नभएको अब घरमा नगरी दिन्छ घरमा यो घर जग्गा पनि मुद्दामा परेर बुढाबुढीको मुद्दामा परेर कुन वाला हो हजुर घर कुन वाला रातो घर हो ऊ त्यहाँ रातो घर ए मुद्दामा त्यो पनि मुद्दामा परेको वाला घर मुद्दामा परेको थियो बुढाबुढी पहिला मेरै नाममा थियो अनि बुढाबुढीको मिलमिलाप भएन हजुर हजुर अनि पछि फेरि छोराछोरी मैले चालेर छोराछोरी मैले चालेर बसिराखेको थिएँ कोठा लिएर कोठा अनि पछि मुद्दा हालेर जाने मुद्दामा हिँड्दा मेरो मुद्दाले नि पैसा त्यति खाना मुद्दाको पैसा अझै मैले तिरेन उता तिर्न पर्दो रहेछ हजुर हजुर त्यतातिर दिएको पैसा यो त चलाएको दिएको छैन अझै पैसा नै बाँकी छ उपचार गर्दाखेरि घर गर्नुपर्दाखेरि सबै ऋणै ऋण मात्र छ हजुरको एकजना अनि पैसा नभएर तपाईँ अनि हजुरको श्रीमान ए ला अर्को बिहा गरेर ए त्यसै छोराछोरी अनि हजुर ए ओहो धेरै नै गाह्रो रहेछ हजुर हजुर 7 दिन छोराछोरीले नि काम पनि के गर्नु हजुरले नै यहीँ सानो एउटा पसल खोलेर बसिहाल्नु भएको छ अहिले पसल गर्ने भनेको पसलमा एकजना मान्छे हिँड्दैन कहिले बेला मान्छे पानी परेर नि ओत छैन अब म मात्र भित्र बसेर के आउने मान्छे बाहिर बस्नु छैन मान्छे आउँदैन गाह्रो होइन चिन्ता नलिनुहोस् म केही न केही चाहिँ सानो सहयोग भयो भने गर्छु हजुरलाई होइन सानो एकछिन सानो मसँग कति छ त्यति चाहिँ सानो सहयोग चाहिँ गरिन्छ तपाईँले 1 2 3 4 5 दिदी 5000 छ होइन मेरो मनबाट दिएको मैले यो तपाईँको लागि होइन मैले सानो सामाजिक परिश्रम गरेको भनेको थिएँ नि तपाईँले भर्खर होइन
माफमा मैले तपाईँलाई एउटा सानो सामाजिक परिवर्तन गरेँ, टेस्ट गरेको तपाईँले दिनुहुन्छ भने तपाईँको मन एकदमै ठुलो रहेछ। मलाई गाह्रो छ भन्दा नि तपाईँले हेर्नु, तपाईँको पैसा नहुँदा दिनमा पैसा छैन भन्नुभयो, कमाइ हुँदैन भन्नुभयो, त्यही पनि मलाई मानवताको हिसाबले तपाईँले ठुलो मन राखेर कतै जाँदाखेरि मलाई पनि यस्तो गाह्रो हुन्छ, कहिले गाडी उपचार गरेर लान्छु, गाडीमा चढ्नु कहिलेकाहीँ मान्छेसँग आपत पैसै हुँदैन, त्यही त अझै म कति बोल्छु र खुलेर बोलेर कुनै मान्छेहरू चिनेर तिनीहरू त सहायता लाएर नि आउँछु अब घरमा। हजुर हजुर घर नआए कहाँ जानु। हजुर दिदी, यो एकचोटि लिनुहोस् तपाईँले 5,000 होइन, मेरो तर्फबाट मेरो मनबाट दिएको है। मैले सक्ने सानो चाहिँ सहयोग गरेको होइन, अझै सहयोग गर्छु होइन। कहीँबाट म जसरी पनि जुटाएर तपाईँले सहयोग गर्नेछु। यो ऋणहरू सबै हामीले तिर्नेछौँ होइन, बिस्तारै मिलाएर जसरी पनि तिर्ने। तपाईँको उपचार पनि गर्ने होइन, तपाईँ उपचार गर्ने पैसा नभएर उपचार गर्न नजानु भएको नि, त्यो नि अब जानुपर्छ तपाईँ है त। अब सबै पैसा हामी जुटाएर जानुपर्छ, हुन्छ। तपाईँको कति जति खर्च लाग्छ उपचारहरूको? कति लाग्छ त्यस्तो? अनि तपाईँ बिमाले चाहिँ फुल गरेछ कि छैन, कस्तो के गर्यो? बिमाले हेर्छ भन्छ राम्रो औषधि भित्र दिन्छ ए बाहिर किन्दैन, बाहिर किन्ने पैसा म कहाँबाट लिएर खाने भनेको नरुनु होइन नरुनु दिदी होइन, सबै अब सबै ठिक हुन्छ दिदी सबै ठिक हुन्छ होइन। अनि यो पनि तपाईँले कमाउनु भएको, मेहनतले कमाउनु भएको पैसा यो तपाईँकै हो होइन, मेरो होइन, तपाईँको मेहनतको कमाइ हो यो होइन। तपाईँ अब उपचार होइन पैसा नभएर उपचार गर्न नजानु भने त्यस्तो नगर्ने हो दिदी। अब के न के गर्ने हामीले होइन, तपाईँको उपचार हुन्छ दिदी। तपाईँ कतिचोटि यसरी छोडेर जानुभयो, उपचार गर्न सकेन भनेर नजानु भएको कतिचोटि छ यसरी पैसा नभएर? त्यस्तो भयो भने झन् नराम्रो हुन्छ नि त दिदी है। त्यही त फलोअपको लागि जानुपर्छ, त्यही त जानु सकेन। कहिले जान्छु डक्टर भेटाउँदैन, मेरो अपरेसन गर्ने डक्टरसँगै चेक गर्नुपर्छ। उहाँ अपरेसनको उमा हुन्छ, कहिले फेरि फिर जानुहुन्छ, फोन हान्दा उठाइदिनु म चाहिँ आज यस्तो ठ्याक्क घुम्न आएको थिएँ, यस्तो तपाईँलाई गाह्रो थियो भने थाहा नै थिएन यसरी। अब पोखरा गएर बस्ने ठाउँ छैन आफ्नो, हजुर नभएपछि यहीँबाट बिहानै जाँदा उहाँ टाइममा पुग्दैन, त्यतै ढिलो हुन्छ, बेलुका फेरि गाडी पाइँदैन। दिदीको नाम के हो? मेरो तारा कुमारी थापा। हुन्छ, म अझै सहयोग गर्नेछु दिदी होइन, ढुक्क हुनुहोस् होइन, ढुक्क हुनुहोस्। आफ्नो छोरा जस्तो सम्झनु मलाई होइन, म के न के चाहिँ तपाईँको लागि सहयोग चाहिँ गर्छु होइन। अब पैसा नभएर उपचार गर्न नगएको होइन, त्यस्तो सुन्नु नपाऊँ मैले होइन दिदी। अब सँगै जाने होइन, अब म काठमाडौँमै भयो भने तपाईँले म जसरी भयो नि म पैसा चाहिँ पठाइदिन्छु होइन, हुन्छ। म तपाईँले अनलाइनमा भयो भने पैसा पठाइदिन्छु, ढुक्क हुनुहोस्, हुन्छ। हस्, चिन्ता नलिनु। म फेरि अब म चाहिँ बागलुङतिर गइरहेको थियो, तपाईँलाई आज ठ्याक्क एउटा सानो भिडियो बनाउनु तपाईँसँग होइन दिदी, त्यस्तो नरुनु दिदी, सबै ठिक हुन्छ दिदी नरुनु दिदी होइन दिदी, धन्यवाद आशीर्वादको लागि दिदी है। म आउँछु, फेरि फर्केर आउनेछु दिदी है हजुरको लागि। दिदी मेरो नाम चाहिँ अभिनव है, मेरो नाम अभिनव बज्राचार्य होइन, मेरो नाम अभिनव हो। मैले चिन्नुहुन्छ नि, मेरो मुख दिनुभयो नि। हुन्छ ल, म जान्छु नि दिदी है। हस्, उहाँ कस्टमर आउनुभएको थियो है। हस्, म फेरि आउनेछु दिदी। यो भिडियो हेर्दा तपाईँको मन छोयो भने आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोला। अनि यस्तै वास्तविक र मन छुने भिडियोको लागि हामीलाई साथ दिनुहोला। धन्यवाद।